हेलो गाइज वेलकम टु माई न्यू व्लग। आज चाहिँ रातिको यात्रामा भाइसँग बासु भाइसँग बाइकमा आफ्टर 2 इयर्स पछि चाहिँ जस बाइकमा यात्रा गर्दैछु। एभ्रिडे बसमा हुन्छ नि त ड्युटी जाने आउने। आज चाहिँ ड्युटीबाट बम्बीसम्म आएर त्यहाँदेखि चाहिँ बाइकको यात्रा गरेको साह्रै मजा आउँदो रहेछ। खुल्ला आकाश खुल्ला हावा है मजै अर्कै रमाइलो भइरहेछ रातिको यात्रा गर्न। अब चाहिँ ड्युटी सकेर जस भाइसँग चाहिँ रुममा जाँदैछु अनि यस बाटो पनि 10 10:30 भइसकेको अवस्था छ नि त अनि सुनसान छ र पनि रमाइलो छ होइन। अनि दासु भाइसँग जस 2-3 महिनापछि भेट भयो कुरा गर्दै गर्दै टक्क रुमतिर जाँदैछौँ। यस 2-3 महिनापछि आज भेट भइयो अनि रमाइलो छ। जस त्यस्तै छ, भेट हुन गाह्रो हुन्छ। यहाँ त चिनेको मान्छेहरू टन्नै भयो भने होइन, अब सबै आफ्नो काममा व्यस्त हुँदाखेरि चाहिँ भेटघाट अलिक कमै हुन्छ। अनि मेरो चाहिँ अब त्यस्तै छ, अहिले फेरि अफ पनि छैन नि त अनि त्यही भएर भेटघाट पनि कसैसँग गर्न पनि सकिरहेको छैन। अहिले चाहिँ हामी मोरोतिर पुग्न लागेको छ। बाटो पनि एकदम सानो बस पनि बस म्यानेजमेन्ट चाहिँ गुड छ यहाँ चाहिँ। अनि मेरो बस पनि ठ्याक्कै छुट्यो पनि आज होइन। बसले आएको चाहिँ एकदम गाह्रो हुँदैछ, टाइमिङ ट्याक्क मिलेको होइन। बाटोहरू पनि सरकारी पनि कासी आएछ, झिलिमिली छ बाटो चाहिँ रमाइलो छ। सुनसान वातावरण, चिसो चिसो हावा, खुला आकाश। यहाँ चाहिँ एक्सिडेन्ट गाडी छ, 3-4वटा गाडी खस्यो ल। यति भन्दै अब मेरो भिडियोको पनि अलिक धेरै नै बन्न भएछ। रमाइलो छ यस्तो हेर्नु। गफी गफमा रुमतिर पनि पुग्न लागेको ल। हुन्छ गाइजहरूलाई यति नै, बाई बाई, गुड नाइट।